नमस्कार आदरणीय दर्शकवृन्द, पाक्षिक रूपमा प्रसारण हुने यस सामाजिक न्यायको 11औं श्रृङ्खलामा हार्दिक स्वागत तथा अभिवादन। कार्यक्रम सुरु गरौँ विशेष प्रतिवेदनबाट। मानवीय मूल्य र मान्यता जति हदसम्म माथि उठे पनि बेला बखत समाजमा घट्ने जातीय छुवाछुतका घटनाहरूले अहिले पनि मानिसहरूलाई आदिम कालको सम्झना दिलाउँछ। चाहे परिवर्तन, चेतना, विकास र सञ्चारले जस्तो सुकै फड्को किन नमारेको होस्, दलित समुदाय जसको पहुँचबाट सदा टाढा रहँदै आएको छ, जसका कारण अहिले पनि छुवाछुतबाट पीडित मानिसहरूको पीडा सञ्चार माध्यम मार्फत आउनुपर्ने जति आउन सकेको छैन। परिवर्तन र समानताको अनुभूति अहिले पनि दलितहरूले गर्न सकेका छैनन्। त्यसमा सञ्चार क्षेत्र नै किन नहोस्, जसले यो विषयमा आफ्नो दायित्व बोध गर्न सकेको छैन। यो दायित्व राष्ट्रिय प्रसारण ऐन 2049 सञ्चार माध्यमको हो। समाचारको रूपमा प्रसारण भएका बाहेक आजसम्म सञ्चार माध्यमबाट छुवाछुत वा दलित विषयसँग सम्बन्धित कार्यक्रमहरू दलित सङ्घ संस्था र निजी स्तरको लगानी र पहलमा मात्र भएका छन्। छुवाछुत उन्मूलनमा सञ्चारको गहन दायित्व हुन्छ भन्ने कुरा सञ्चारकर्मीहरूलाई थाहा हुँदाहुँदै पनि छुवाछुतका घटनाका विषयहरूले सञ्चार माध्यममा उचित स्थान नपाउनु सञ्चार क्षेत्रमा दलित समुदायको पहुँच नहुनु पनि हो। दर्शकवृन्द, यो विशेष प्रतिवेदनपछि लागौँ आजको कार्यक्रमको विषयतर्फ। आजको कार्यक्रमको विषय छ सामाजिक न्यायका लागि छुवाछुत उन्मूलनमा आम सञ्चारको भूमिका। आउनुहोस् यसै सम्बन्धी तयार पारिएको तथ्य प्रतिवेदन हेरौँ। राज्यको चौथो अङ्गको दर्जा पाएको सञ्चार क्षेत्रको छुवाछुत उन्मूलनमा अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको आम सञ्चारकर्मीहरू बताउँछन्। देशको हरेक राजनीतिक परिवर्तन पश्चात राज्यले एकपछि अर्को घोषणा गर्दै आएको भए तापनि ती घोषणामा मात्र सीमित हुन पुगेका छन्। हालै विघटित प्रतिनिधि सभाबाट जेष्ठ 21 गते घोषणा भएको छुवाछुत भेदभावमुक्त राष्ट्रको व्यावहारिक रूपमा कार्यान्वयन हुनुको सट्टा दिनहुँ जस्तो सञ्चार माध्यमबाट जातीय छुवाछुतको पीडा भोगिरहेको समाचार सुन्न परिरहेको देखिन्छ। यसरी हरेक सञ्चार माध्यमबाट छुवाछुत अन्त्य हुने खालका समाचार लेख रचनाहरूलाई प्राथमिकताका साथ प्रसारण एवं प्रकाशन गर्न सकेमा मात्र सञ्चार क्षेत्रको दायित्व पूरा हुन सक्ने कुरा विज्ञहरूले बताएका छन्। सामाजिक न्यायका लागि छुवाछुत उन्मूलनमा आम सञ्चारको भूमिका विषयक छलफल मञ्चमा बोल्दै कुलचन्द्र वाग्लेले भन्नुभयो, मानसिक विभाजनको एकदमै विभाजनको चाहिँ दलित र उपदलित अब के भन्ने नदलित अब यसले त विभाजन परेको छ कि यो शब्द प्रिय छैन मेरा लागि चाहिँ यो विकृति जातिवादी विकृति वा अब आर्थिक विभाजनले चलेको विभाजन, आर्थिक कारणले भएको विभाजन, धनी र गरिब बिचको छुवाछुत जस्तो एउटा हामी धनी गरिब भनेर एउटा किसिमको विभाजन अथवा शैक्षिक क्षेत्रमा र चेतनाको स्तरमा भएको उच्च नीच यस्ता सारा विकृतिहरू विरुद्ध निश्चय पनि एउटा अभियानको रूपमा मुलुकमा आम सञ्चार जानुपर्छ भन्ने लाग्छ। कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष राजेन्द्र दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष मुरारी कुमार शर्मा, प्रेस चौतारी नेपालका महासचिव गणेश बस्नेत लगायत निजी तथा सरकारी सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। नारायण नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विनोद पहाडीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सामाजिक न्यायका लागि मीना पाण्डे, काठमाडौँ। राज्यको पुनर्संरचना नेपालीको अभियान, समावेशी पत्रकारितामा हाम्रो योगदान। काठमाडौँ पत्र साप्ताहिक हरेक सोमबार। आवाजविहीनहरूको आवाज, नेपाली मञ्च मासिक खबर पत्रिका खोजी खोजी पढ्नुहोला। दर्शकवृन्द, सामाजिक न्यायका लागि छुवाछुत उन्मूलनमा आम सञ्चारले के गर्नु पर्ला भनेर जनविचारमा हामीले विज्ञ तथा सर्वसाधारणलाई सोधेका थियौँ। हेरौँ जनविचार। जातीय छुवाछुत जस्तो
एकदम समाजमा जगडिएर रहेको समस्या समाधानका लागि चाहिँ सञ्चार माध्यमको भूमिका चाहिँ अत्यन्त महत्त्वपूर्ण हुन्छ। सञ्चार माध्यमहरूलाई पनि सेन्सिटाइज गर्ने किसिमका कार्यक्रमहरू भावी दिनमा निर्माण हुनुपर्छ र त्यो अनुसारको सञ्चार माध्यमहरूले भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्छ। समाजमा रहेका विकृति र विसङ्गतिहरूलाई र समाजमा भएका तपाईँको जाति विभेदका कुरा होस्, त्यस पछाडि अन्यका कुराहरू होस्, ती कुराहरूलाई चाहिँ मिडियाले बाहिर ल्याउने काम गर्छ र न्यायको लागि पहल गर्ने काम गर्दछ। त्यसो भएको हुँदा मिडियाको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ भन्ने लाग्छ। लोकतन्त्र बहाली गर्नमा सञ्चार माध्यमको ठुलो हात छ। त्यसै गरेर यो भेदभाव उन्मूलन गर्नका लागि पनि सञ्चार माध्यमले प्रचार प्रसार र यो गर्नुहुन्न भन्ने खालको एउटा भावना नेपाल अधिराज्यभरि फैलाइदियो भने भेदभाव हट्नेमा ठुलो काम गर्छ यसले भन्ने मलाई लाग्छ। यो देशमा भएका पत्रकारहरूले, यो देशमा नीति निर्माण गर्ने व्यक्तिहरूले यस छुवाछुत उन्मूलनमा सञ्चारलाई व्यापक र राम्रो तरिकाले दलितका इस्युहरूलाई माथि उठाउने तरिकाले हेरिदियो भने अझै यो सञ्चार क्षेत्र एकदमै राम्रो हुने थियो। विभिन्न समाजमा रहेका वस्तुस्थिति, समाजमा रहेका सांस्कृतिक स्थिति, दलितहरूले भोग्नुभएका पीडाहरू त्यसलाई छर्लङ्ग पर्ने काम चाहिँ सञ्चारकर्मीहरूले गर्न सक्दछन्। त्यस्ता कुराहरू चाहिँ तपाईँहरू जस्तो टेलिभिजनमा, तपाईँहरू जस्तो रेडियोमा ल्याएर ती कुरालाई उठाइदिनु पर्यो। अनि यस्तो कुरा रहेछ है भन्ने कुराहरूमा चाहिँ आम जगतले चाहिँ बुझ्न सक्यो भनेदेखि र त्यो कुराहरूमा रिलाइज पनि हुन्छन्। जातीय छुवाछुत गर्न हुँदैन अथवा चाहिँ सामाजिक भेदभाव गर्न हुँदैन भन्ने कुराहरूमा चाहिँ अरूले चाहिँ रिलाइज गर्न सक्नु नै आम सञ्चारको ठुलो भूमिका हो। छुवाछुत अन्त्य गर्नका लागि भएका प्रयासहरूलाई चाहिँ यसलाई देशव्यापी बनाउनुपर्छ। छुवाछुत गर्नु हुँदैन, यो चाहिँ दण्डनीय अपराध हो भन्ने कुरालाई चाहिँ अलिक विशेषताका साथ विशेष जोड दिएर अगाडि बढाउनुपर्छ। त्यसो भयो भने छुवाछुत अन्त्य गर्नको निम्ति सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुन सक्छ। दर्शकगण, अब यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ सामाजिक न्यायका लागि छुवाछुत उन्मूलनमा आम सञ्चारको भूमिकाको सम्बन्धमा छलफल। नमस्कार आदरणीय दर्शकवृन्द, सामाजिक न्यायका लागि छुवाछुत उन्मूलनमा आम सञ्चारको भूमिकाका सम्बन्धमा आज हामी छलफल गर्न गइरहेका छौँ र आजको छलफलमा सहभागी हुनुहुन्छ सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव श्री परशुराम अर्यालज्यू र नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घका अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका सदस्य केन्द्रीय सदस्य श्री विनोद पहाडी। यहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत छ। धन्यवाद। अर्यालज्यू, यो विगतमा राज्यले छुवाछुत मुक्त राष्ट्र भनेर घोषणा गरेको जस्तो गएको जेठ 21 गते यहाँलाई बितिँदैछ। यो छुवाछुत मुक्त राष्ट्र घोषणा भनेको यो के हो र यसको उद्देश्य के हो, प्रकाश पारिदिनुहोस् न। अब त्यो त पहिला परम्परागत रूपमा जुन छुन नपाइने अर्कोलाई छोयो भने चाहिँ यो ऊ हो नि तल झर्ने भन्छ, पतिया दिने भन्थ्यो अझ राणाकालमा त। कसैले चाहिँ अब छोयो अथवा जात विभाजन गरेर तल्लो जातको छोरी जस्तो मैले मेरो आशय के हो भने छुवाछुत मुक्त राष्ट्र भन्दाखेरि छुवाछुत मुक्त भइसक्यो, अब यहाँ कोही पनि अछुत रहेन भन्न खोजेको, या छुवाछुत मुक्त राष्ट्र अब निर्माण गर्न हामी गइराखेका छौँ भन्न खोजेको हो। त्यो अब कानुनमा त छुवाछुत मुक्त राष्ट्र भइसकेको छ। कानुन त जसरी चाहिँ मुलुकी ऐनमै उहिले अहिलेभन्दा कति 30-35 वर्ष पहिलेदेखि मुलुकी ऐनले नै अब छुवाछुत कसैले गर्यो भने त्यसलाई दण्ड सजाय गर्ने त्यो छैन भनेर उहिले गरिसकेका छ। तर पनि समाजमा यदाकदा देखिने गरेको त्यसलाई पनि अब त्यस्तो पनि हुन नदिने। यदि कसैले त्यस्तो गर्छ, तैँले छुनुहुन्न मलाई छोइस भनेर चाहिँ झगडा गर्छ अथवा के गर्छ भने त्यसलाई दण्ड सजाय गर्ने, जरिमाना गर्ने, यस्ता कानुनहरू बनाउने र समाजलाई चाहिँ एउटा चाहिँ उन्मुक्त छुवाछुत भन्न भेदभावविहीन समाजको विकास गर्ने। विनोद पहाडीज्यू, यो अहिले जुन जेठ 21 गतेको छुवाछुत मुक्त राष्ट्रको घोषणा जुन छ नि, यो घोषणालाई आम दलितहरूले कसरी बुझेका छन्? मलाई के लाग्छ भने तत्कालीन प्रतिनिधि सभाले जनआन्दोलनको एउटा उभार, जनआन्दोलनको माग र जनआन्दोलनसँगै नेपाली दलित समुदायले उठाएको सशक्त आवाजलाई एउटा सम्बोधन गर्नका लागि सामान्य रूपमा एउटा औपचारिकताका लागि मात्र देशलाई छुवाछुत मुक्त देश भनेर घोषणा गर्यो।
यदि सरकारसँग इच्छा शक्ति हुन्थ्यो र मुलुकमा विद्यमान जातीय छुवाछुत अन्त्य गर्ने चाहना हुन्थ्यो भने त्यो सरकारले नै एउटा राष्ट्रिय स्तरमा अनुगमन समिति बनाउँथ्यो र त्यसपछिका दिनमा देशमा छुवाछुतका घटना घटे कि घटेनन्, सामाजिक न्यायबाट दलित समुदाय वञ्चित भयो कि भएनन् भन्ने बारेमा एउटा राष्ट्रिय स्तरको अनुगमन समिति बन्न सक्थ्यो र यसको अनुगमनपछि जसले विभेद गरेको छ ती कानुनको दायरामा उनी दण्डित हुन सक्थे। तर त्यो हुन सकेन। हामीले विगत 10 महिना हेर्दाखेरि सरकारले 2063 जेठ 21 गते तत्कालीन प्रतिनिधि सभाबाट घोषणा गरेको हो र त्यसपछिका दिनमा दर्जनौं छुवाछुतका घटना घटेका छन्। हामीसँग तथ्याङ्क छ, एउटा पनि घटनाको अपराधी अभियुक्त दण्डित भएको छैन। त्यसकारण सरकारले के भने मुलुकी ऐन 2020 लाई निरन्तरता र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2058 साउन 32 गते गरेको घोषणालाई निरन्तरता दिने र एउटा दलित जनतालाई आन्दोलनबाट रोक्नका लागि गरेको एउटा सामान्य एउटा औपचारिक घोषणा गरियो भन्ने मलाई लाग्छ। अर्यालज्यू, यो नेपालको पुरानो गएको संविधान र अहिले आएको संविधानमा पनि, अन्तरिम संविधानमा पनि जनताका माझमा यो समानताका आधारमा राष्ट्रिय एकताको भावना विकसित गर्ने र स्वस्थ सुमधुर सम्बन्ध जनताको बीचमा वृद्धि गर्ने, विकास गर्ने कुरालाई सञ्चार सम्बन्धी सञ्चार प्रसारण ऐन, सञ्चार संस्थान ऐन अनि राष्ट्रिय सञ्चार नीतिहरूमा जति लिगल इन्स्ट्रुमेन्ट छन् सञ्चार सम्बन्धी ती सबैमा यो खालको चाहिँ कुराहरू छ र राज्यका त्यस्ता सञ्चार माध्यमहरूको उपयोग गर्ने र सञ्चार माध्यमले चाहिँ यस्ता इस्युलाई चाहिँ प्राथमिकता दिने भन्ने जुन कानुनी व्यवस्था छ, यो कानुनी व्यवस्था कार्यान्वयन गराउनेतर्फ सञ्चार मन्त्रालयले त्यस्तो के कस्ता कामहरू अगाडि बढाएको छ? सञ्चार मन्त्रालयले आफ्ना सरकारी सञ्चार माध्यम जुन छन्, रेडियो नेपाल, नेपाल टिभी, गोरखापत्र संस्थान लगायतका जुन छन् यिनीहरूलाई सरकारका जुन नेपाल सरकारका ऐन कानुनहरू छन् त्यो अनुसारलाई तिनीहरूलाई अक्षरशः कार्यान्वयन गर्ने र गराउने क्रममा दत्तचित्त भएर लागिपरेको छ। तर एउटा कुरा के हुन्छ भने एउटा थालभरिको भात तपाईँले एकैचोटि यो सानो मुखा हाल्छु भन्यो भने तपाईँको त्यो मुखा जाँदैन। एकैचोटि एउटा छेउतिरबाट तपाईँले खाँदै गर्नुभयो भने बिस्तारै त्यो थालभरिको भात पेटा जान्छ। त्यस्तै यो समाजमा रहेको विकृति, कुसङ्गति, अन्ध परम्परा यी सबलाई निमिट्यान्न गराउनको लागि सरकारले सङ्कल्प गरिसकेको छ, उसको नीतिहरू पनि बनाइसकेको छ र अब अहिले त झन् अन्तरिम सरकार भइसक्यो। विद्रोही शक्ति पनि अहिले समेटिएको छ, समष्टिमा 8 दलको सरकार बनेको छ। अब नेपालको भविष्य चाहिँ छुवाछुत उन्मुक्त, उन्नत, विकसित, समुन्नत र सौहार्दपूर्ण संसारको उदाहरणीय राष्ट्र बन्छ भन्ने मलाई आशा लागेको छ र सरकारका यी जुन नियम ऐन कानुनहरू छन् यिनीहरूको स्पिरिट, यिनीहरूको चाहिँ लक्ष्य, उद्देश्य, अप्टिमम गोल भन्छ त्यो पनि त्यही हो र त्यो गराउँदै सोचिरहेको छ। एउटा कुरा बताइदिनुहोस् न, नेपाल सरकारले अथवा योभन्दा पहिलाको चाहिँ सरकारले, कामचलाउ सरकारले छुवाछुत उन्मूलन, सामाजिक न्यायको लागि छुवाछुत उन्मूलन सम्बन्धी सञ्चार माध्यमहरूलाई उपयोग गरेर आम जनतालाई सचेत हुने, छुवाछुत उन्मूलनको सरकारको राष्ट्रिय अभियानमा संलग्न गराउनको लागि चेतनामूलक त्यस्तो कुनै कार्यक्रमहरू निर्माण गर्ने र प्रसारण गर्ने कुरामा कति सञ्चार माध्यमहरूलाई चाहिँ निर्देशन गरेको छ या त्यस्तो किसिमको चाहिँ नीति बनाएर अगाडि बढेको छ? त्यो होइन, अब कार्यक्रमहरू निर्माण गर्ने, प्रसारण गर्ने त यही हामी जुन कार्यक्रम लगाइरहेछौँ यो पनि एउटा उदाहरण हो है। अब लोकल ल्यागारी यो त निजी एउटा चाहिँ सामाजिक संस्थाले पुरा पैसा तिरेर नेपाल सरकारलाई पुरा एउटा व्यापारीले पैसा तिरे सरको पैसा तिरेर सञ्चालन गरेको कार्यक्रम भावनाले सरकारको ओनरसिप यसमा रहँदैन। ओनरसिप नरहे पनि कमसेकम ठाउँ दिएको छ, तपाईँलाई ल्याएर राख्यो, मलाई बोलाए, म आएँ, उहाँ आउनुभयो, व्यापारीलाई पैसा व्यापार पनि त राष्ट्रको चाहिँ राम्रोको लागि त भइरहेको छ, यो नदिन नि त। पाडीज्यू, उहाँको कुरा सुनिसकेपछि के पाउनुहुन्छ? उहाँको कुराले पनि के बताउँछ भने हाम्रा सरकारी अधिकारीहरू मुलुकमा विद्यमान जातीय समस्या अन्त्य गर्नका लागि नेपालका आम सञ्चार संस्थानहरू, विशेष गरेर सरकार नियन्त्रित सरकारी सञ्चार माध्यमहरू र त्यसमा बस्ने अधिकारीहरू र सरकारको सिङ्गो संरचनामा बस्ने अधिकारीहरू दलित सभामा कति गरिरहेका छन् भन्ने कुरा उहाँको अभिव्यक्तिले पनि देखाउँछ। र अहिलेसम्म मैले के देखेको छु भने मुलुकका प्रशासकहरू, सञ्चार मन्त्रालयका मात्रै होइन सबै मन्त्रालयका प्रशासकहरू दलितको सवालमा यस्तै गैरजिम्मेवार कुराहरू बोल्ने गर्छन्। मसँग तमाम तथ्याङ्कहरू छन् कि अहिलेसम्म 2046 साल पछिको अवस्था र गत वैशाख 2063 वैशाख 11 गते पछिको अवस्था हेर्दाखेरि पनि सरकारी सञ्चार माध्यमहरूमा दलितको बारेमा सरकारले अर्थात् नेपाल टेलिभिजनले, रेडियो नेपालले, गोरखापत्रले, राष्ट्रिय समाचार समितिले दलितका लागि स्थान छुट्याएर कार्यक्रम निर्धारण गरेको तथ्याङ्क हामीसँग छैन। नेपाल टेलिभिजनको जुन 18 घण्टा बच्चावाला सायद मलाई त्यस्तो लाग्छ, 18 घण्टाको अवधिमा
दलित समुदायले रकम जुटाएर कार्यक्रम बजाउने बाहेक नेपाल टेलिभिजनले 50 लाखभन्दा बढी दलितका लागि लक्षित गरेर एउटा कार्यक्रम बनाउन सकेको छैन। यो ठुलो दुर्भाग्य हो। यो लोकतन्त्रकै लागि दुर्भाग्य हो। समावेशी लोकतन्त्रको नारा दिनेहरूका लागि त लज्जास्पद कुरा हो। त्यसकारण म उपसचिवज्यूलाई के भन्न चाहन्छु भने अहिले जति पनि सरकारसँग ऐन नियमहरू छन्, प्रसारण ऐन नियमावलीहरू छन्, प्रेस काउन्सिल लगायतका जुन गठन गर्ने जुन संरचनाहरू छन्, ती संरचनाहरूको बारेमा ठोस ढङ्गले पुनर्विचार होस्। उहाँ आफ्नो मामलामा 100% नै सत्य हुनुहुन्छ होला, तर उहाँलाई चाहिँ रज्जुमा सर्पको भान भयो जस्तो लाग्यो मलाई। केही पनि भएको छैन, म चाहिँ त्यो मान्नेवाला छैन। केही चाहिँ भएको छ त्यो भनिदिनुहोस् त, के भएको छ? के भएको छैन? अब त्यो लोक कल्याणकारी विज्ञापन दिन्छ सूचना विभागले, त्यसमा दलित समाजमा यहीँनिर उपसचिवलाई गर्न चाहन्छु। यत्र 50 लाख दलितहरू जो अहिले पनि गरिबीको रेखा मुनि छन्, ती दलितहरूका कथा व्यथाहरूलाई समेटेर यो गरेका छैन भने म मान्दिनँ। यो कार्यक्रम बनाइदेऊ टिभीले, यो कार्यक्रम देऊ रेडियोमा, यो जस्तो यहाँले जुन भन्नुभयो नि, माग नभइकन आपूर्ति गर्ने कुरा जो गर्नुभयो नि, तपाईलाई संचार डिमान्ड सप्लाई हुन्छ के, बढी डिमान्ड हो भने सप्लाई हुन्छ। त्यो डिमान्ड त अलरेडी तपाईलाई नेपालका सम्बन्धी संचार ऐन संचार आफूलाई मात्रै चाहिँ उगाएर भएन के, अथवा वास्तवमा भित्र तपाईँ यहाँ एउटा संचार मन्त्रालयको जिम्मेवार पदाधिकारीको नाताले यहाँ हुनुहुन्छ। तपाईलाई कानुनले निर्दिष्ट गरेको छ कि संचार माध्यमको उपयोग गरेर तिमीले छुवाछुत जस्ता कुरीतिहरूलाई हटाउनमा योगदान गर भनेर संचार मन्त्रालय स्पष्ट संचार गरेको छ भने अब यहाँले त्यो कुरा दलितले नमागेसम्म हामी बनाउँदैनौँ भन्ने जवाफले त्यो कानुनको मर्यादा हुन्छ या अब मूल्य बनाएको छ। त्यसमा पनि जस्तै दलित आयोग एउटा गठन गरिदिएवा हुन्थ्यो, छुवाछुत उन्मुक्त हुने हाम्रो पार्टीको जुन माग रह्यो नि, त्यसमा लेभलमा म पनि भएन, त्यो एउटा कुरा त्यो भयो है। अब प्रेस काउन्सिलमा जुन चाहिँ अब दलितबाट एकजना राख्नुपर्ने राम्रै हो उहाँको भनाइ है। अब कहीँ मौका पर्यो भने म भनौँला, अब यो जुन चाहिँ ऐन कानुनहरू बनेका छन् त्यो अनुसार चाहिँ काम प्रयास भइरहेछ। यहाँले एउटा कुरा अब नयाँ नीति बनाउनु पर्ने भयो। यहाँले यसरी लिइदिनु पर्यो। पहिलो कुरा इस्युलाई नै यहाँले जुन कम महत्त्व दिएर एकदमै तरिकाले हेर्नु हुँदैन पहिलो कुरा, किनभने यो देशको लागि यो लोकतान्त्रिक सरकारको लागि पनि यति ठुलो विडम्बना हुन्छ यदि यो तरिकाले हेरिने हो भने। त्यसैले यसरी कहिल्यै पनि विषयवस्तुलाई गर्नुपर्छ के भन्नु मिनिमाइज गरेर अब के गर्ने त ल, त्यसो भए के गर्ने ल, मैले के भन्नु पर्यो? म उपसचिवलाई के आग्रह गर्न चाहन्छु भने सरकारको तर्फबाट जुन अभिव्यक्ति हजुरले व्यक्त गरिरहनु भएको छ, यहाँलाई जति नै यो सरकारको गरिमा जोगाउनका लागि छ कर्तव्य छ, त्यति नै कर्तव्य हाम्रो पनि छ। हामी पनि लोकतान्त्रिक आन्दोलन 62-63मा सशक्त ढङ्गले सहभागी भएर यो समावेशी चरित्रको सरकार बन्नुपर्छ, समावेशी चरित्रका सबै संरचना राज्यका संरचना बन्नुपर्छ भनेर लागेका छौँ र यो सरकार सफल हुनुपर्छ भन्ने सवालमा हामी पनि त्यत्तिकै गम्भीर छौँ। त्यसर्थ मैले यहाँलाई के आग्रह गर्न चाहेको हो भने दलितको सवालमा राज्यका जति पनि सञ्चारहरू छन् ती परम्परागत शैलीका छन्। हिजो पञ्चायती कालमा जुन शैलीले यिनी जन्मे, जुन शैलीले हुर्केर आए, त्यो पञ्चायती संस्कार अहिले पनि विगत संसदीय अभ्यासमा 12 वर्षमा पनि त्यो अन्त्य भएन, साइकालमा पनि अन्त्य भएन र अहिले लोकतान्त्रिक सरकार गठन भइसकेपछि र त्यसपछिका दिनमा नेकपा माओवादी सरकारमा सहभागी भइसकेपछिको जुन एक हप्ताको अवधि हामीले हेरेका छौँ, यो अवधिमा पनि सरकारी सञ्चार माध्यमहरूमा सुधार भएन कि अब सञ्चार माध्यमको उपयोग गरेर छुवाछुत जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्ने र यो यसको चाहिँ छुवाछुत रहित नेपाल बनाउने जुन एउटा सङ्कल्प यो राष्ट्रले अथवा विगतको संसदले लिएको जुन अवस्था छ, यसको यो पृष्ठभूमिलाई हेरेर अब अहिलेसम्मको चाहिँ सञ्चार माध्यमहरूलाई सरकारी र निजी क्षेत्रका यिनीहरूमा यो छुवाछुत पीडित समुदायका पत्रकारहरूको सहभागितालाई स्थायी रूपमा रहेको सहभागितालाई कसरी अब्जर्भेसन गर्नुभएको छ? हामीसँग अहिले देशभरिमा 125 जनाभन्दा बढी क्रियाशील दलित समुदायका सञ्चारकर्मीहरू छौँ र त्यसमध्ये सरकारी सञ्चार माध्यममा हामी गन्न सक्छौँ 8 दर्जन पनि साथीहरू हुनुहुन्न। त्यसैले हाम्रो आग्रह चाहिँ के हो भने अहिले जुन सरकारी सञ्चार माध्यमहरू छ हामीले त्यसमा समानुपातिक भन्दैनौँ। अहिले तत्कालीन अवस्थामा गोर्खापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति जस्ता सरकार नियन्त्रित सञ्चार माध्यमहरूमा कम्तीमा 10% यही अवधिमा दलित समुदायका सञ्चारकर्मीहरूले र दलित समुदायका नीति निर्माताहरूले ठाउँ पाउनुपर्छ, स्थान पाउनुपर्छ। अहिले अविलम्ब कम्तीमा 10% दलित समुदायका सञ्चारकर्मीहरूलाई र दलित समुदायका नीति निर्माताहरूलाई ती निकायहरूमा समावेश गरिनुपर्छ। अर्यालज्यू, दलित समुदायका पत्रकारहरूको सरकारी र गैर सरकारी क्षेत्रको जुन सञ्चार माध्यमहरूमा सहभागिताका सम्बन्धमा यहाँसँग
अरू केही इन्फर्मेसन छ कि? अब अहिले त सबैलाई समान कानुन भनेर समान रूपमा उनीहरू जो कम्पिटेटिभ थिए उनीहरू आएछन्, काम गरेका छन् है। अब आरक्षण दिन जुन कुरा हो नि, अब आरक्षणको लागि त छुट्टै कानुन बनाउनु पर्यो नि त। आरक्षण होइन, हामीले मागेको हिस्सेदारी हो र होइन। केही मान्छेलाई जागिर दिँदैमा अब त्यो दलितको समस्या समाधान हुन्छ भने त मलाई भन्नु केही छैन। हामी कुनै व्यक्ति विशेष, जात विशेष र वर्ग विशेषबाट आजको छलफल पनि चलाइराखेका छैनौँ। हामीले नेपाल सरकारको जिम्मेवार मन्त्रालय, सञ्चार मन्त्रालयको भूमिका, सञ्चार क्षेत्रको भूमिका भनेर यहाँ गर्दैछौँ र यहाँको उपस्थिति सञ्चार मन्त्रालयको प्रतिनिधि र उहाँको पनि एउटा पत्रकारको हैसियतले उहाँ यहाँ सहभागी हुनुहुन्छ। सञ्चार मन्त्रालयको भूमिकालाई अझ हामीले स्ट्रङ पार्नुपर्ने जुन दायित्व यहाँनिर देखिरहेछ। अब हाम्रो विनोद पहाडीजीले के भनिदिनु पर्यो भने छुवाछुत उन्मूलनका लागि र यो छुवाछुत मुक्त राष्ट्र निर्माण गर्नका लागि नेपाल सरकारको जुन महान उद्देश्य छ त्यो उद्देश्यलाई योगदान पुर्याउनको लागि अब कस्तो किसिमको रोल सञ्चार मन्त्रालयले, पत्रकार महासङ्घले कस्तो भूमिका निर्वाह गर्नुपर्ला र सरकारको मातहतमा रहेका सञ्चार माध्यम र निजीहरूले के गर्नुपर्छ भन्ने विषयमा फोटोमा बताइदिनुहोस् न। मैले विभिन्न ठाउँमा उठाउँदै पनि गरेको छु कि सरकारले जति पनि प्रसारण संस्थाहरूलाई अनुमति दिएको छ, प्रकाशन संस्थाहरूलाई अनुमति दिएको छ, त्यसमा शर्तको रूपमा होइन, तिनीहरूलाई ती सञ्चार संस्थाहरूमा दलित समुदाय, महिलाहरू र अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गराउनका लागि र प्रतिनिधित्व गराउने संस्थाहरूलाई पुरस्कृत गर्ने एउटा मापदण्ड सरकारले बनाउनुपर्छ। र त्यस सँगसँगै सरकारी सञ्चार माध्यमहरूले दलित समुदायलाई समेटेर कति कार्यक्रमहरू, दलितलाई लक्षित गरेर दलितकै सहभागितामा कति कार्यक्रम बनाइयो र गैर दलित समुदायका सञ्चारकर्मीहरू सहभागी भएर कति कार्यक्रमहरू बनाइयो र कुन कार्यक्रमले दलित समुदायको मनोबल उठाउनका लागि प्राथमिकता दिएको छ, ठोस गरेर त्यो समुदायलाई उठाउने प्रयत्न गरेको छ भन्ने कुराको मूल्याङ्कन सञ्चार मन्त्रालयले गरेर सञ्चार मन्त्रालय अन्तर्गत रहेका सरकारी सञ्चार माध्यममा बस्ने व्यक्तिहरूलाई, नीति निर्माताहरूलाई पनि पुरस्कृत गर्ने परिपाटी बसालियो भने कम्तीमा त्यो पिछडिएको समुदायलाई त्यो सञ्चार संस्थाहरूमा सहभागी गराउन सकिन्छ भन्ने मलाई लाग्छ। यहाँले अघि नै प्रतिस्पर्धी भएर आउनु पर्यो भन्ने कुरा पनि राख्नुभएको छ। म यदि अहिलेको कानुन अनुसार भनेको अहिलेको कानुन अनुसार पनि खुल्ला प्रतिस्पर्धामा दलित समुदायलाई सहभागी गराइयो भने मलाई लाग्छ गैर दलित समुदायकासँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने दलित प्रतिभाहरू अहिले सञ्चार क्षेत्रमा उपस्थित भइसक्नु भएको छ। तर दुर्भाग्य के छ भने सोर्स पहुँचले गर्दाखेरि अहिलेसम्म दलितहरू त्यहाँ जान नसकेको अवस्था हो। अर्यालज्यू, अब हाम्रो छलफलबाट अहिले पनि के देखियो भने कि सञ्चार मन्त्रालयले आफ्नो निश्चित सञ्चार ऐनहरू, नीतिहरूको कार्यान्वयनको पक्षमा अझै स्ट्रङली लाग्नुपर्ने अवस्था चाहिँ देखिएको छ र यो सम्बन्धमा विशेष गरिकन सामाजिक न्यायको पक्षमा छुवाछुत मुक्त राष्ट्र बनाउने जुन सन्दर्भमा मिडियाको उपयोगलाई यसमा व्यापकता ल्याउनको लागि सञ्चार मन्त्रालयको तर्फबाट के प्रतिबद्धता व्यक्त गर्नुहुन्छ? पार्टीले जुन भन्नुभयो नि, आफ्ना सुझावहरू दिनुभयो तिनी एकदम राम्रा छन्, मननीय छन् र अब सरकारले त्यसमा चाहिँ विचार गर्नुपर्छ, त्यो अनुसार केही कार्यक्रमहरू बनाएर लागू पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ। र अब मैले अब छुट्टै अब सञ्चार मन्त्रालयले यो गर्छ भनेर छुट्टै यहाँ कमिटमेन्ट गर्ने कुरा हुँदैन। मैले त अहिलेको व्यवस्था अनुसार, अहिलेका नियम ऐन कानुन अनुसार के भइरहेछ त्यो कुराहरू मात्रै तपाईँसँग राख्न सक्छु। हस् त, यहाँ दुवैजनाले आजको कार्यक्रममा महत्त्वपूर्ण आफ्ना कुराहरू राख्नुभएको छ। यहाँहरू दुवैजनालाई धन्यवाद। आदरणीय दर्शकवृन्द, आम सञ्चार भनेको राज्यको चौथो अङ्गको रूपमा भूमिका निर्वाह गर्ने अङ्ग हो। चाहे त्यो 2062-63 को जनआन्दोलन होस् या अन्य परिवर्तनका कुराहरू, आम सञ्चारको भूमिका ज्यादै महत्त्वपूर्ण रहेको छ। त्यसैले देशबाट छुवाछुत उन्मूलन गरी छुवाछुत मुक्त राष्ट्र निर्माण गर्नका लागि हरेक आम सञ्चारहरूले यो विषयलाई गम्भीरताका साथ लिई अझ आफ्ना पहलहरू अगाडि बढाउनका लागि छुवाछुत विरुद्ध वकिलहरूको राष्ट्रिय अभियान ल्यान्काउ नेपाल हार्दिक अनुरोध गर्दछ। जय नयाँ नेपाल। सामाजिक न्यायको 11औं श्रृङ्खला यहीँ समाप्त हुन्छ। यो कार्यक्रम तपाईँले इन्टरनेटमा पनि हेर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हो www.lankaunepal.org.np। दर्शकवृन्द, यो कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्छ? हामीलाई सुझाव वा विचार पठाउन सक्नुहुनेछ। तपाईँले सुझाव वा विचार पठाउने ठेगाना हो कार्यक्रम सामाजिक न्याय ल्यान्काउ नेपाल, इमेल justice@lankaunepal.org.np, पोस्ट बक्स नम्बर 259 ललितपुर। आदरणीय दर्शकवृन्द, हाम्रो आगामी कार्यक्रम वैशाख 31 गते सोमबार साँझ 5 बजे प्रसारण हुनेछ। तपाईँ अवश्य हेर्नुहोला कार्यक्रम सामाजिक न्याय। अहिलेलाई बिदा दिनुहोला। नमस्ते।